हेलो साथीहरु, नमस्ते। आज फेरि पनि म अर्को भिडियो लिएर आइसकेको छु। तपाईहरुलाई आज मैले पेज मेकर प्रोग्राम कसरी इन्स्टल गर्न सकिन्छ भनेर देखाउन गइरहेको छु हैन। तपाईहरु ध्यान दिएर हेर्दिनु होला। यदि भिडियो तपाईहरुलाई मन पर्यो अनि भने तपाईहरुले शेयर र सब्स्क्राइब गर्न नबिर्सिनु होला। कुनै पनि प्रोग्रामहरु तपाईहरुलाई इन्स्टल गर्न आउँदैन, यदि सिक्न चाहनुहुन्छ, भिडियो बनाइदिनुस् भन्न चाहनुहुन्छ भने तपाईहरु मजाले कमेन्ट्समा लेख्न सक्नुहुन्छ। मैले त्यसको पनि भिडियो बनाउने छु। आज भनेको पेज मेकर प्रोग्रामलाई कसरी इन्स्टल गर्ने भन्ने चाहिँ मैले देखाउन गइरहेको छु। पहिला कुरा त मैले ब्याकअप खोल्छु। जस्तै मैले यहाँ आफ्नो एफ ड्राइभको सफ्टवेयर भन्ने फोल्डर भित्र राखेको छु। त्यो फोल्डरलाई मैले खोल्छु। जस्तै मैले यहाँ पेज मेकर राखेको छु, यहाँ हेर्नुस्। त्यसपछि पेज मेकर 7.0। अब यो सेटअप जहाँ हाम्रो यो एप्लिकेसन सेटअप भन्ने छ, यो सेटअप फाइल चाहिँ हामीले डबल क्लिक गर्ने हुन्छ अथवा राइट क्लिक गरेर रन एज एडमिनिस्ट्रेटरमा क्लिक गरिदिनुस्। अनि यस्तो आयो भने यस गरिदिनुस्। त्यसपछि यो सेटअप सुरु भयो। अब यसमा आएर तपाईले नेक्स्ट गर्नुस्। त्यसपछि नेक्स्ट, अझै नेक्स्ट, फेरि नेक्स्ट। अनि अब कहाँ इन्स्टल गर्ने भन्ने लोकेसन मागिरहेछ। सी ड्राइभ एडोब पेज मेकर 7.0 भन्नेमा छ। तपाईले यो सी बाहेक अरु ठाउँमा राख्न चाहनुहुन्छ भने ब्राउज गरेर पनि चेन्ज गर्न सक्नुहुन्छ। अहिले भनेको यहाँ सी मै मैले राखे, सी मा मैले नेक्स्ट गरे। त्यसपछि यहाँ की माग्यो यसले। यदि तपाईहरुलाई यो की थाहा छैन भने यसैमा हामीले यहाँ जहाँ हाम्रो यो सिरियल नम्बर भन्ने हुन्छ, यो सिरियल नम्बर भन्ने फोल्डरमा यो की राखिदिएको हुन्छ। अहिले मैले यसलाई कपी गरेर लगे अथवा यसलाई मैले टाइप गर्छु। यहाँनिर गएर लेख्ने, यो के यसरी लेखिसकेपछि यहाँ लेख्नुस्। यहाँ तपाईलाई के लेख्न मन लागिरहेछ। जस्तै मैले JENISS जेनिसा MBTREDE ट्रेड लेखे हैन। त्यसपछि यहाँनिर गएर राजीपुर कम्पनी नेम MB कम्प्युटर ट्रेनिङ CENTR सेन्टर लेखेँ। त्यसपछि नेक्स्ट गरेँ अनि यसलाई यस गरेँ। यो सेटअप हुँदैछ। फेरि नेक्स्ट नेक्स्ट। अब यो भनेको 100% पुग्नु पर्यो। त्यसपछि पेज मेकर इन्स्टल हुन्छ। यो पुरै कम्प्लिट देखाएर त्यसपछि मैले यसलाई खोलेर पनि देखाउँछु। यदि तपाईहरुलाई यस्तै भिडियोहरु हेर्न मन पर्छ अथवा चाहियो भने कमेन्टमा लेख्न सक्नुहुन्छ हैन। अब यो 100% पुग्नु पर्यो। %67 यसरी पेज मेकर हामी इन्स्टल गर्न सक्छौं। अब यो 100 भयो। त्यसपछि यसलाई ओके गर्दिए, यसलाई क्लोज गर्दिए, फिनिश। ओके, अब यो कम्प्युटरमा पेज मेकर प्रोग्राम इन्स्टल भयो। अब मैले यसलाई क्लोज गरेँ। त्यसपछि पेज मेकर खोल्नु पर्यो भने विन्डोज आर, त्यसपछि यो ठाउँमा PM70 लेखेर ओके मा क्लिक गर्यौं भने एउटा पेज मेकर प्रोग्राम हाम्रो कम्प्युटरमा आयो। मैले यो भन्दा अगाडि यो पेज मेकरमा 12 साइजको अथवा 8 साइजको बिलहरु कसरी बनाइन्छ भनेर पनि बनाएको छु। यो लिंक डिस्क्रिप्सनमा राखिदिन्छु, तपाईहरु हेर्न सक्नुहुन्छ। यदि यो भिडियो मन पर्यो भने तपाईहरु लाइक, सब्स्क्राइब अनि कमेन्ट गर्न नबिर्सिनु होला। धन्यवाद।